17,000 मान्छेको ज्यान गएको जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड र बाबुरामहरूसँग जोडिएर फोटो खिच्ने बालेनले ओलीलाई हत्यारा र गगन थापालाई मत्यार भनेर बहसका लागि स्टेज सेयर नगर्ने भन्दै कमेन्ट गरेछन्। खासमा बालेनसँग मास फेस गर्ने, प्रश्न फेस गर्ने हिम्मत नै छैन। उनले जस्तै गर्ने हो भने ओलीले पनि सिंहदरबार जलाउनेसँग मञ्च सेयर गर्दिन भन्न सक्थे, या 76 जनाको हत्याको आरोप बालेनलाई लगाएर पन्छिन पनि सक्थे। ओलीले आदेश दिए भन्ने हो भने बालेनले केटाकेटी उचालेर संसद भवन आगजनी गर्न लगाए भन्न पनि सकिन्छ। एउटालाई जे कुरामा पनि देवत्वकरण गर्ने र अर्कोलाई जे कुरामा पनि दानवीकरण गर्ने कुरामा सुधार भएन भने हाम्रो समाज हाम्रै कारणले पतन हुनेवाला छ। भोट चाहिएको बेला बाहेक एउटा पनि पब्लिक फोरममा जान नसक्ने, प्रश्न खेप्न नसक्ने मान्छेलाई के देखेर मान्छेहरू नेतृत्वका लागि ब्रान्डिङ गरिरहेका छन्। आफ्नो मेयर अफिसमा छ कि कहाँ छ भन्ने काठमाडौँ महानगरका भोटर्सहरूलाई यतिका समयसम्म थाहा भएन। आधा मान्छे निन्द्रामा भएको बेला उसको स्ट्याटस आएर डिलिट भइसक्थ्यो। आफूले लेखेको कुरामा 10 मिनट पनि टिक्न नसक्ने मान्छे बहसमा आउन सक्दैन भन्ने धेरैले थाहा थियो, तर उसले अर्कै कारण देखायो। यसमा अर्को एउटा कोणबाट पनि सोच्न जरुरी छ। एकजना मान्छे जो आफूमाथि उठेका प्रश्नहरू पब्लिक डिबेटमा आएर जवाफ दिन खोजिरहेको छ। बालेनलाई थाहा छ यदि एउटै मञ्चमा केपी ओली र बालेन भयो भने केपी ओलीले उठाएका प्रश्नहरूको जवाफ उसले दिन सक्दैन। 2 वर्ष अगाडि उसले नेताहरूलाई घरबाट लगेर बागमतीमा चोपाल्नुस् भनेर स्ट्याटस लेखेको थियो, सिंहदरबार जलाइदिन्छु भनेर स्ट्याटस लेखेको थियो। यही 2 वर्षको बीचमा उसलाई आइडल मान्नेहरूले नै उसले भने बमोजिम गरे। यसको जवाफ बालेनसँग केपी ओलीले खोज्ने थिए, गगन थापाले खोज्ने थिए, तर उसलाई लाग्यो एउटालाई हत्यारा भनिदिएपछि प्रश्न नै फेस गर्नु पर्दैन, अर्कोलाई मत्यार भनेपछि प्रश्न नै फेस गर्नु पर्दैन। बालेनलाई प्रश्न गरौं, सबैभन्दा धेरै प्रश्न गरौं, यत्रो वर्ष उसले जवाफ दिन नमानेका प्रश्नहरू सोधौं। यसपालि पनि बालेन उम्कियो भने फेरि धेरै वर्ष बालेन भेटिने छैन। भारतीय जनता पार्टीबाट चोरेको अबकी बारवाला नारा हामीले खोजेको होइन, हामीले जवाफ खोजेको हो। यो 3 दिनमा मलाई भ्रमका विरुद्धमा लड्न तयार हजारौं एमालेका शुभचिन्तकहरूले आफ्नो फोन नम्बर र ठेगाना पठाउनु भएको छ। केही दिन भित्रै सबैजनासँग कुनै न कुनै माध्यमबाट जोडिनेछु। बाँकी हुनुभएकोले पनि म्यासेन्जरमा आफ्नो पूरा ठेगाना र फोन नम्बर पठाउनु होला।